हेलो सबैजनालाई नमस्ते सेवनी सेवार हो वेलकम ब्याक टु माई युट्युब च्यानल शान्ति राई 27 मा हजुरहरूलाई धेरै धेरै स्वागत छ साथीहरू। फेरि पनि म चाहिँ हजुरको माझमा आइसकेको छु। नयाँ दिन नयाँ मिडियोको साथै अहिले चाहिँ दिउँसोको समयदेखि म भ्लग सुरु गरिरहेको छु र अहिले चाहिँ म चाहिँ नानीलाई घरमा छोडेर म चाहिँ माथि गइरहेको छु। आज चाहिँ खासै मेरो प्लान चाहिँ माथि गोली हेर्नु जानु थियो नि त। आज चाहिँ सेमी फाइनल म्याच हुँदैछ नि त, सो त्यो हेर्नको लागि जाने भएको, तर माथि जाने काम पनि पर्यो। एकछिन पञ्चायत अफिसमा जाने काम पनि परेको छ र हजुरहरूलाई म बाटोमा नजाराहरू देखाउने छु र फुटबलको पनि हल्का भिडियो लिएर हजुरको माझमा आइसकेको छु। हेरेर माया सपोर्ट गरिदिनु होला भन्दै साथीहरू म चाहिँ अहिले हजुरसँग अहिले भेट्छु है। स्टार्ट। ल साथीहरू, हामी चाहिँ अहिले चाहिँ स्कुल आइपुग्यो है। अब कहाँ बसेर हेर्नु नि, धुलो गाडीमा माथि यहाँ यस्तो छ। स्टार्ट भइरहेको रहेछ केटाकेटीहरूको त, हामी भनेको चाहिँ भर्खर हिँड्दैछ। अहिले चाहिँ बच्चाहरूको हुँदैछ फुटबल यसै गर्दा दामी देख्दैछ नि त सिन है। यता पारिको घुमाउनु, यहाँबाट चाहिँ डल्लै देख्ने रहेछ नि त ग्राउन्ड। यो रातो टिमहरू मजाले खेल्छ नि। भोलि त कुन त हाम्रो नानी त 1 बजीसम्म इक्जाम होला। 1 बजीदेखि स्टार्ट भयो भने मात्रै भ्याउँछ होला, नभए त कुन त हो। ए अहिले स्कुल गएको छ। आज चाहिँ छुट्टी छ फेरि। भोलि इक्जाम हिन्दीको छ भन्दै थियो। साह्रो बिजी होला। यदि किपर चाहिँ कडै रहेछ बिचरा भाइ। आम्बो दामी ला है, म चस्मा कस्तो बिफेको सला हाल्दे भाइ। गोल बिचराहरू। म त यो किन प्रित पार्यो बुझ्दिनँ त। अफसाइडहरू अब अफसाइड आज त टाँसी पनि रहेछ त रेफ्रीमा। मेन रेफ्री पो रहेछ त। मान्छे नभएर होला है, केटाकेटीको भएर होला। नजर हटी दुर्घटना घट्यो भने अब लु गयो आमाहरू होला। बिजी कुदिरहेछ बिजी। हाम्रो ज्योतिहरू त ऊ पारेछ त्यसो त। उयो छेउछेउ हिँड्यो डान्स होला यिनीहरूको। तर मलाई त पेनल्टी किक हेर्नु पनि मनपर्छ हौ। पेनल्टी हुन्छ नि त्यस्तो हेर्नु मजा लाग्छ। झन् आफ्नो टिम हुनुपर्छ। छिउ रातोको हाम्रो जो गोली खेल्छु भने कसलाई पास देऊ नि। हेलो हजुर, हामी त 2 जना। अनमोल दिदीहरू आएको छैन नि। अनमोल दिदीहरू हजुर हजुर हुन्छ ए हुन्छ हुन्छ हुन्छ। आइपुग्यो अरे माथि, अन्त हामी पुग्दा त फर्किन्छ होला त हिँडेर। त लाग्दो साथीहरू के हो गोली हेर्नु आएको केटाकेटीको हुँदैछ। ठुलोको म्याच त हेर्नु नपाउने रहेछ गाइस। हामी त उकालो जाने बेला भयो अब।
गएको अब उकालो अब ओह्रालो नझर्ने ओह्रालो नझर्ने अब उकालै जाने होइ। अनमोल दिदी कसले कसले भन्थ्यो पैसा अनमोल दिदी हामी स्कुलमा छु है। अप साइड अरे अप साइड रङ साइड हो कि म साह्रै बुझ्दिनँ हौ। हामी चाहिँ उपर दोकान गएको त्यता अब चाहिँ उकालो लाग्ने हो साथीहरू के गर्नु। अन्त त गाडी कसैको यहाँ पिटर फेरि तलबाट कतिजना हुन्छ हर्दिनु गोल के हो अन्त सायद होइन होला हौ। त्यस्तो छ साथीहरू तब अब हामी लागेको उकालो होइन। ल साथीहरू अहिले चाहिँ हामी तल फुटबल मैदानबाट चाहिँ यहाँ माथि आइपुगेछौँ हो। यहाँ माथि अफिस आएको पञ्चायत भवनमा गाडीले यहाँ हामीलाई भाइले यहाँसम्म ल्याइदिएर हामी चाहिँ यहाँ फेरि साथीहरू पर्खिरहेछौँ बहिनी र म। अनि चाहिँ यहाँको हल्का नजारा हजुरहरूलाई म देखाउँछु। हेर्नुहोस् त कस्तो दामी छ है। अब यहाँ घरहरू छ ल। ए धुप्पीको रुख यो चाहिँ चिप अफिस हो माथि। अब यहाँ तल आइजेलसम्म हामी 1 रन लाउने छौँ हजुरहरूलाई पनि देखाउँछु। अलिकति दाग बसेछ चिसोमा बाँध्यो भने छिटो दाग बस्छ। हेर्नु होला साथीहरू धुम्चक फलिरहेछ धुम्चक उयो बाटो अचार खान्छ नि धुम्चको त अचार खान्छ सब्जी भिआइपी गेस्ट हाउस। ढिलो भइसक्यो मिटिङ गएको खासमा चाहिँ साथीहरू सबै गइसक्यो। हामी चाहिँ यहाँ साथीहरूलाई पर्खेर अनि चाहिँ आफ्नो आफ्नो है। अन्त त तिमी यताबाट जाऊ ल तिमी यताबाट भिडियो गर्दै जाऊ म यताबाट उता भेटौँ ल। उयो फुलेको उयो जस्तो लाग्यो माथि फुलेको उयो तिखो हुन्छ चुच्चो। ल म यताबाट बहिनी चाहिँ उताबाट उतालाई भेटौँ भनेर चाहिँ अब त्यसै बसिरहनु भन्दा चाहिँ यहाँ यसो भिडियो पनि गर्नु पर्यो भनेर चाहिँ साथीहरू हजुरहरूलाई नजारा यहाँ आज चाहिँ माथिको नजारा देखाइरहेको छु है। यहाँ माथि अफिस हामी चाहिँ जानुपर्ने हो नि त मिटिङमा। अनि चाहिँ आज चाहिँ यहाँ घुमफिर पानी छैन रहेछ नि। पानी भएर दामी देख्थ्यो होला। नचर उसेरी त छैन रहेछ मक्केको रहेछ। फुलहरू नि ओइले छ पानी नभएर सबै ओइले छ। फुलहरू त मरेछ भर्खर रोपेको थियो होला सायद। यसो हेर्दा चाहिँ गुराँसको फुल बोट यस्तो छ है साथीहरू। ल हेर्नु होला नजारा रुखमा ट्री हाउसमा पस्नु आएको खासमा चाहिँ साथीहरू हामी चाहिँ। तर ट्री हाउस जाने सिँढी चाहिँ ओह बिहाल भएछ यस्तो सिँढीमा चढेर गयो भने त साथीहरू घाइते भइन्छ नि। घाँटीहरू ठाडो परिरहेछ। साथीभाइहरू कतिखेर आइपुग्ने हो यहाँ उभिएर हेरिपठाउँ त उपर आउँदै रहेछ। ए साथीभाइहरू चाहिँ हाम्रो चाहिँ यति छ है साथीहरू। यहाँ हाम्रो दिदी ब्युटिफुल दिदी यस्तो माथि आएको छौँ आजको दिनमा घाम लाग्यो तिरिरी गरेर मान्छेहरू अघि भेला भइसक्यो पर बा मिटिङ सक्यो यहाँको अफिस आएको हामी चाहिँ आज यो चाहिँ हामी तल नि हौ यो भिरको टुप्पोको फेदमै हो साथीहरू। यो भिरको फेदबाट आएको हामी चाहिँ साह्रै गल्यो अन्त त हेर्नुहोस् है भिरको फेदको मान्छे ए म पनि हो भिरकै फेदको यस्तो छ है। पारि कञ्चनजङ्घा हिमाल देखिरहेछ। कञ्चनजङ्घा भन्छ होइन कञ्चनजङ्घा हिमाल देखिरहेछ साथीहरू। अहिले हजुरहरूलाई देखाउँला। ल अब चाहिँ
यहाँ मिटिङको चाहिँ भिडियो लिन्न साथीहरू हजुरहरूलाई यस्तै नजारा चाहिँ देखाउँला। हाम्रो झुन्डा फर्केको हाम्रो ग्रुप फर्केको के गर्नु अब रात पर्यो साथीहरू। मेरो बच्चा घरमै छ, मेरो घरमा बच्चा छोडेर आएको रात पर्यो आज साथीहरू। मार्छ होला मेरो बच्चा रुएर। आजको भिडियो चाहिँ साथीहरू जाँदा जाँदा बाटोमै राख्छु। त्यही हो गर्नु पऱ्यो भनेको जानु थियो हिजो दाउरा ल्यायो तारी तरिएर त सबै भिजी गएर रोज त आउनु सक्छ भिजेर यति भिज्दै गएको नि मैले डन्ठा टेक्दै मेरो अन्त मैले भनेको अन्त पारी पर्नु भनेको न तेरो त यो हुँदैछ नि त भनेको म त बुबुलाई पठाउँछु होला हौ। बुबुलाई जाऊ भन्नुपर्छ होला पेपरको थाक मेरो ग्रुप अमर रहो। कन्भेनर चाहिँ फोकस गर ए डायरीमा लेख्नुपर्छ तिमी डायरीवाला। यो चाहिँ मेरो ठुलो छोराको स्कुल हो जी। मेरो ठुलो छोरा पढ्ने स्कुल हो साथीहरू, डिएपी पब्लिक स्कुल भन्छ। यो चाहिँ मेरो ठुलो छोराको यो चाहिँ मेरो छोरा पढ्छ है साथीहरू। यसमा चाहिँ यो मेरो छोराको स्कुल हो गाइस। अब चाहिँ म छोरासँग घरमा भेट्छु। भन्नै पर्ने भने के छ भन्छु बस्दै गरेको चाहिँ गरेको थिएँ र साथीहरू म चाहिँ अहिले चाहिँ घर पुग्नै लागेँ साथीहरू। आज त रातै पर्यो, हेर्नुहोस् त रात पर्यो। आज मेरो घरमा के हुँदैछ थाहा छैन मलाई। अनि साथीहरू आजको भिडियो चाहिँ यस्तै नै रह्यो है। खासमा चाहिँ म अब गोली हेरेको चाहिँ राम्रो भिडियो ल्याउनु पऱ्यो भनेको थिएँ तर ल्याउनु पाइनँ। सो माथि मिटिङमा गएको हल्का बाटोको नजाराहरू हजुरको माझमा ल्याएको छु, हेरेर सपोर्ट गर्नु होला भन्दै साथीहरू। फेरि पनि अर्को नयाँ दिन नयाँ भिडियोको साथ हजुरहरूको माझमा आउनेछु है। त्यति बेलासम्म छुटौँ सबैजनालाई बाई बाई भन्दै। मेरो चाहिँ झोला यति छ नानीको प्याम्पर्सहरू लिएर आएको। अनि चाहिँ बाई बाई साथीहरू।